दामी छ यार बवाल छ कि छन् चाहिँ हेर न ल ड्याम मेला थियो है आएर खामसाम्दा भन्ने काम गर्न थाल्ने के भन्नु त ठीक छ नि क्या ल हेरेर चिन्दैन नि फेरि यार झाडु खायो खेलायो बस्यो यस्तो यस्तो होइन ढाड पनि अलिअलि एक्सर्साइज भइहाल्ने घरिघरि फेरि साउनु फेरि यस्तो यस्तो दिने अहिले अब सब बुढाहरू चाहिँ गम्बुको छाप बस्ने गरी हान्छ कि मलाई हान्छ है तर म डराउँदिनँ नि साथी नेपाली हो यार घिसिङको झराउ त्यही माथि घिसिङको त ड्याममै लाग्थ्यो भने के भन्छ म डराउनु चाहिँ कुरै हुँदैन ड्याममै लाग्थ्यो है आएर खामसाम्दा भन्ने काम गर्न थाल्ने साथी बल्ल बल्ल काम सक्यो यार झार खेलाउँदै बस्नु पऱ्यो भनेको कि भएन नि साथी हेर्नु न सबै हाल्ने नि मैले सब हाल्ने एक्लैले साहु बुढोलाई त नि कसैले आएर मलाई नि आयो अगाडि बुढो साला कसम भनेको यार यो बुढोलाई होइन कसम भनेको नाकसम नाकसम नभनु कसम जे कसम यसलाई हान 5 मिनट हान्न दिन्छु भनेर नि मलाई इमर्जेन्सी तोङ आइरहेको छ भने पनि रोकिदिन्थेँ क्या म रोकेर हानिदिन्थेँ यार साउनी नेगा मोजा अदिस हो मोजा 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 अदिस हो छ कि नै म 2-3टामा छिप्छ कि त्यो आज 9 घन्टा काम रह्यो एक मिनटको हिसाब खत्यो नि तिनीहरूसँग 1 मिनटको क्या साथी हो 1 मिनटको दर्शक दिन अब्बर छिटेको क्या आज मलाई अब्बर अब यता जान्छ केटा हो यहाँ छ होला क्या मेरो नालहरू पक्राइछ क्या साथी हो हेर न म लाएर देखाउँछु ल आज चिन्दैन नि ल कहाँ छ भनेको सामनेलाई थाहा छैन म त कहाँ राखिस् तर क्या यहीँ छ त यस्तो पनि छ अब काम के गर्नु त लाउनु पऱ्यो हातहरू यस्तो होस् तर होइन यार त्यस्तो हुँदैन नि जाडो पनि भएको छ काटाइ त निकै आज म त झार खेल्दै मात्रै बस्नु पऱ्यो भने कि 6 बजीसम्म सक्नुपर्छ अरे त्यहाँदेखि त रकेट हान्दिएको नि मैले त काम जाने टाइम भएन साजनी भनेको सिकानी थोस्सै हो साजनी भनेको 6 बजीसम्म सक्यो अरे त्यही मेरो प्राण गएन रकेट हान्ने मतलब ब्लेड हान्दिएको नि आधी साथी झारसार सबै छोडेर ठिकै छ तर के गर्नु अघि हेर्दै थियो बोलाउँथ्यो मैले त नसुनी उता गइदिएको चिन्दिनँ